सँगै बस्यो भने बिच बाटोमा आएर साथी अगाडि लाइसी नचिनिरहेछ है। चिने त बेस क्याम्पबाट उता जान कति टाइम लाग्दो रहेछ? खै 4 घण्टा भनेको रे हामी चाहिँ पुगिएन। थाहा लाग्यो। खाङसारको एक दिनको बसाइपछि हामी तिलिचो बेस क्याम्पतर्फ हाम्रो यात्रा अगाडि बढ्यो। बाटामा देखिने विभिन्न ल्यान्डस्केपमा हामी आफ्नो हिसाबले रमाउँदै गयौँ। तल बगिरहेको कालीगण्डकी नदीलाई हेर्दै कालीगण्डकीको माथि हामी अगाडि बढ्ने क्रम जारी नै रह्यो। सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हामी देख्न सक्छौँ। बेस क्याम्पमा रहेको स्वास्थ्य चौकीमा हामी प्रशस्त मान्छेको भिड देख्न सक्छौँ। मान्छेको चाप यहाँबाट कति छ भनेर नि प्रश्न हुन्छ। अनि अक्सिजन लगाइरहेको अवस्था पनि रहेको थियो। हेलो एभ्रिवान है, आज हाम्रो तिलिचोको डे 3 अनि हामी यहीँ बसेको कमन। बल्ल भाग्यले रुम पाइयो हिजो है। अनि अब केटाहरू यहाँ उठेर जानको लागि रेडी छन्। अनि यो हाम्रो सामान नचाहिने सामान यहीँ राखेर जाने हो। अनि स्टिकहरू यहाँ छ, केटाहरू बाहिर छन्। सुप खाएर मस्त खाने है। के को सुप भर्यो दाइ? यो के को सुप भर्यो? यो हो र? कसो छ दाइ सुप? चुप्पा र गाई चाहिँ हामी बसेको होटल चाहिँ हो। अनि तर यहाँको दिदीहरूको हस्पिटालिटी चाहिँ मलाई बवाल लाग्यो है। अन्तको भन्दा टक्क लाएर बोलाएर मजाले गाइड गरिदिनु हुँदो रहेछ है। अनि हामी बसेको चाहिँ हो यो छ, हेर्नु यो हो सोनी रेस्टुरेन्ट एन्ड होमस्टे रे। अनि यतापट्टि हाम्रो पार्किङ चाहिँ यो भन्दा उतापट्टि छ। अब हामी यहाँबाट निस्किन्छौँ। लगभग 7:30 भन्दा बढी भइसक्यो। अब हामी यहाँबाट निस्किन्छौँ। यहाँको एकदम राम्रो लाग्यो मलाई है। तपाईँहरू नै आउनुहुन्छ भने यहाँ नो रिग्रेट गाइज फिक्स हो। जस दिदीले मजाले बुझाउने, एकदम हेल्पफुल है। 4 बजी उठेर मजाले मान्छेहरूले सर्भ गरिदिने, गाइड मजाले गरिदिने। सकभर अब माथि उहाँ बेस खर्कमा के अरे बेस क्याम्पमा रुमहरू छैन, आफैले फोन गरिदिने क्या मजाले। लास्टै हेल्पफुल हुँदो रहेछ दिदी चाहिँ। अब हामी सुप खान्छौँ है। अब घोडा हो है, घोडाको टाइट पेल्ने अब मजाले गइन्छ होइन त। हाम्रो दिदी वानै हो है, हाम्रो दिदी वानै हो। लास्ट हेल्पफुल हुनुहुन्छ है, बवाल हेल्पफुल। ल मान्छे यति छन्, सबजना अब खाजा खाइरहेको अवस्था हो। अब हामी यहाँ मजाले जान्छौँ। आजको अब हाम्रो हिँडाइ सुरु हुन लागेको छ। सर जुत्ता लाउँदै हुनुहुन्छ? सरले जुत्ता लाउँदै हुनुहुन्छ। अरू सबैजना लगभग अब तयार भइसक्यो। जुत्ता लाएर सबैजना आफ्नो हिँड्नको लागि तयारीमा छन् यो होटलबाट। ल यो समाउ मेरो होइन नि त्यो खिचिरहेको छु। सरापे टोपी लाएर हिँड्यो चाहिँ होइन? के अरे सरापे टोपी। अब हाम्रो कैसाब अल सेट रेडी पोजिसनमा। कुलु हिजो रेडी भएको त म त 4 बजीबाट यहाँ नि खिच्ने म त यसरी। अब म 4 बजीबाट रेडी भए त रेडी भइस? छिटो हेर्नुलाई गाइस म रेडी भएको हेर्नु होला। म त अलवेज रेडी। सुत्दाखेरि नै है रेडी? म त सुत्दै रेडी भइसक्यो थिएँ। केटाहरूले बिहान ढिला गरेर नत्र म त 6 बजी हिँड्ने भनेर बसिरहेको थिएँ। केटाहरू सुत्दै गरे। दाइ त हो नि त अङ्कल हुनु नि अङ्कल। हो बल्ल मिल्यो। खाइस। अब हामी चाहिँ निस्क्यौँ यहाँबाट है। केटाहरू अगाडि गइसक्यो। अनि यहाँ देख्न सक्नुहुन्छ केटाहरूको अवस्था। ल हाम्रो बाइक पार्किङ यही हो है। यहाँ पार्किङ पुरै प्याक छ, बवाल प्याक छ। तर हिजो हामीले भाग्यले भेट्यो है पार्किङ त यार, होइन त? के छ सोल्टी हिँड्न सकिरह? यो त अहिलेबाट अहिले त एउटा डल्लै भयो हुन्छ हौ। ल
अब ट्याङका ट्याङ हिँड्ने हो है। उहाँ काजी पछाडि भ्लग हान्दै आइरह। अनि आई यो के भन्छ यसलाई गोरु, यो त गोरु हो यार, हो होइन गाई हो, ढुक्क गोरु हो है। तल गएर हेर्दा अब हामी यहाँबाट मजाले निस्किन्छौँ। अनि फेरि भ्यू चाहिँ छुटाउनु भयो भन्नु होला ल हेर्नु के हो हिमालय देखि आइन्छ यार, सब हिउँ पग्लिसेछ यार अहिले त, हिउँ पग्लिसेछ है। ल अब माथि माथि जाने हो झ्याप्प लाएर है। यहाँनिर एउटा बोर्ड राखिदिएको छ गाइज है, याक खर्क जानेर तिलिचो लेक भनेर। अब यहाँबाट माथि गएपछि याक खर्क अनि मुन लेक पनि रहेछ, 5 आवर्स है मुन लेक। अब हामी यता जान्छौँ। ल हेर्नुमा भ्यू यस्तो बल छ। अब सबजना मान्छे हिँड्न थाल्छ होइन। अब हामी नि मजाले हिँड्ने हो। हामी यो मानेमा आएर बसेको। अब यहाँ हामी तिनजना भेटिसक्यौँ। अब काजीलाई भेट्ने त कहिले कहिले थाहा होइन होइन। अब हामी हिँड्छौँ मजाले। अनि उता पारिपट्टि गुम्बा पनि रहेछ, गुम्बामा गएर एकछिन अब काजीलाई कुर्छौँ होला होइन। के गर्छौँ माथि गएर कुर्छौँ, बस्तीतिर गएर उतै माथि गएर कुर्छौँ नभए होइन। काजीतिर गएर लेमन टी खाँदै कुर्न सक्छौँ हामी। काजीलाई त्यहाँ आउनलाई यहाँबाट घट्टीमा नि 1.5 घन्टा लागिहाल्छ काजीको सारमा। अनि यहाँबाट चाहिँ देख्ने भ्यू यस्तो छ कडा हो। ल तलपट्टि मर्स्याङदी है, अनि मजाको हिमाल, यतापट्टि नि हिमाल। अनि यहाँनिर यो सायद गुम्बा होला है, गुम्बाकै स्ट्रक्चर छ। अब त्यो सायद गुम्बै हो। अनि यहाँ माथि यो श्रीहर्क भने यही होला सायद, यही हुनुपर्छ श्रीहर्क भने। ल अब हामी यहाँबाट अगाडि बढौँ। हिँड्नै पर्छ मजाले, तर पुरै साइड साइडमा झन्डा गाडेर बवाल बनाएर रहेछ ठाउँ चाहिँ। मजाले बाइकै आउने ठाउँ रहेछ यार। भनेर चाहिँ के रहेछ नि गाइज होइन, केटाहरू सँगै 5 दिनसँग सँगै बस्यो भने बिच बाटोमा आएर साथी अगाडि लगाएपछि नचिने रहेछ है। चिने त चिने त चिनेन नि। काजी हेर त्यहाँ अगाडि गइछ। ए काजी यता हेर्नु त, काजी हो कि देखिस्। ल आशिषले चिनेन यार, आशिषले नचिनिदिएर होइन। यो ट्रेक भन्ने कुरा चाहिँ बसुन्जेलमा चिन्ने रहेछ। हिँड्न थालेपछि चाहिँ मान्छे बिर्सिँदो रहेछ होइन। तर डेन्जर फास्ट हिँडिदिएर काजी बवाल हो। हिँड्नै पर्छ यतिको गाई चाहिँ है। ल यहाँ चाहिँ हल्का हल्का उकालो रहेछ है। अब चाहिँ अलिअलि उकालो सुरु भयो। अघिसम्म चाहिँ ठिकै हो, त्यस्तो उकालो नि होइन, हल्का हल्का हो कि जस्तै। अब यहाँबाट श्रीहर्क उकालो, त्यहाँबाट फेरि उकालै पर्छ, त्यहाँबाट उकालो पर्छ है। अब यो ठाउँहरू हो हल्का हिँड्नलाई गाह्रो हुने। श्रीहर्क आइपुग्ने बाटोमा अरू त सबै ठिकै छ, सहिलै छ। हिँड्न सक्ने मान्छेलाई केही गाह्रो छैन। हाम्रो यहाँ सोल्टी मजाले हिँड्न थालिसक्यो, पुरै डेन्जर रूपमा ऊ। अनि यहाँ वाटर क्रस छ सानो है, सानो वाटर क्रस छ। अब यो वाटर क्रस गरौँ अनि जाम। सानो रहेछ खोला, ठुलो रहन्छ है। कस्तो बुढो मान्छे आएको छ यार अहिलेहरू त, बहल बुढो छ हौ। ल त्यही हो, माथि यस्तो छ ट्रेन पनि हुन्छ। अनि ल टन्नै मान्छेहरू फर्किसक्यो है, फर्किने मान्छे टनाटन भइसक्यो। श्रीहर्क यसको हाइट हेर्नु है त यति छ, ए देख्नुभयो होला है, 4070 जम्मा हो। यो त के होइन है, हेर्नु यो पुरै कब्जा जस्तो पहुँच जस्तो रहेछ यहाँ। अब यही हो, आइपुग्यो हामी, यहीँ माथि जाने हो। ल जाउँ अब। हल्का फुल्का चल्ने केडा हो उकालीमा पनि हजुर मोटर चढ्दो रहेछ। तर बाइक चाहिँ आउनु रहेछ यार, यहाँसम्म ढुक्क आउँथ्यो यार बाइक है, मजाले आउनु रहेछ। जस 2जना भयो भने बाइक ल्याउन गाह्रो पर्दैन, सिङ्गललाई चाहिँ अब कतै केही पर्न सक्छ। केटा हो हामी फाइनली श्रीहर्क 1 घन्टामा आइपुग्यौँ है खाङसारबाट। अनि बाटो त्यस्तो साह्रो अप्ठ्यारो पनि छैन
लगभग यहाँ तलको गुम्बासम्म उता गुम्बासम्म त लगभग सम्मै छ। त्यहाँबाट हल्का थोरै मात्र हो उकालो। अनि हामी अहिले पानी खाँदैछौँ है, पानी वाटर ब्रेक। अनि हाम्रो सोल्टीलाई लास्ट मजा आएर हिँड्नलाई यस्तो बवाल हिँडिदिएर कि आमा। अनि उता धर कुरै नराम्रो उता यहाँको खचड हो है खचड हिमाली खचड हो यो है। काजी चौरी याक अश्विनले चाहिँ के घोडा हो नि यो हिमजुत्वा अनि यो चाहिँ हिउँ गदा म हिउँ गदा हिउँलो खर्के आधार यस्तो भन्दै ल आमामा भ्यू कस्तो आई लभ यु आएको यार यसमा त कसम हट फिल्टर लाउनु पर्यो एउटा चुप्पा ल गाइज अब हामी चाहिँ यहाँ यसो चिया खाएर निस्केको। अब यो हामी अब गयौँ गाइज, बाई बाई। अब बिस्तारै हिँड्न लागिरहेको छौँ हामी। झोला रेडी छ, हाम्रो प्रवेश लिप गार्ड किन्न गएको छ। बाहिर निस्क्यौँ न, अब निस्किँदै गरौँ। यहाँ लेमन टी खाएर निस्क्यौँ है। लेमन टी खाएर यो ओठ फुटाएको थियो, डेन्जर बवाल भएको थियो। अनि यहाँ लिप बाम पनि किन्यौँ होइन, यो होटलमा लिप बाम किन्यौँ। अनि त्यसपछि अब निस्किनु लाग्यो। अब टुइनो हिँड्न पर्ने हुन्छ। अब केटाहरूको पर्फर्मेन्स कतिको दिन्छ हेरौँ है ल। अब मजाले हिँडिदिने होइन त ल। अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। लिप बाम चाहिँ एकदम मस्ट इसेन्सियल रहेछ यो ठाउँको लागि यार। मलाई त होइन अलिकति यहाँ तलबाट आउँदाखेरि पुरै त्यो ओठ फुटेर हावा अलिकति चल्ने बित्तिकै पुरै पोल्ने भइसकेको थियो। बल्ल लिप बाम भयो, त्यसपछि ठिकै भयो। अब चाहिँ हिँडिन्छ मजाले। अब हल्का हल्का उकालो पर्छ। यो श्रीहर्कमा चाहिँ छ होटल नै छ, तर यहाँ होटलको दाइले के भन्दै हुनुहुन्थ्यो भने 1000 जनाभन्दा बढी गइसक्यो अरे हो, होटल रुम पाउनु चाहिँ गाह्रै पर्छ होला। अब आज हाम्रो सुताइ भनेको पक्कै पनि त्यो उमा हुन्छ, टेबला हुन्छ कि उभिएर आगो ताप्ने काम हुन्छ हाम्रो आज। हामी अब श्रीहर्कबाट हल्का माथि आइसक्यो। अब एउटा उकालोमा आइपुगेका छौँ। यो उकालोमा सबैजना म्याक्सिमम् त्यही उकालोतिर छन् है, देख्न सक्नुहुन्छ। सब उकालोतिर छन् ल। दाइहरू कताबाट आउनुभयो? बेस क्याम्पबाट। त्यो बेस क्याम्पबाट उता जानु कति टाइम लाग्दो रहेछ? खै 4 घन्टा भनेको अरे, हामी चाहिँ पुगिएन, थाकै लाग्यो। उकालै छ भने बाटो उकालै छ। अब कता जानु पर्ने तपाईँहरू? हामी चाहिँ अब यहाँबाट गएर थाङसार गएर बस्छौँ। घर चाहिँ हजुर भोलि लमजुङ हो। ए हस् त राम्रोसँग जानु है त। हस् त ल। अब उकालो चढ्नु पर्ने हुन्छ है मजाले। यहाँनिर एउटा खोला रहेछ। अनि खोलामा चाहिँ त्यो पुलबाट जाने बाटो पनि रहेछ अप्सन होइन, अनि उताबाट जाने अप्सन पनि रहेछ जस्तो लाग्यो। बाटो त रहेछ। अनि यहाँबाट तलतलै जान पनि मिल्ने रहेछ, देख्न सक्नुहुन्छ है। यो हो उताबाट गयो भने यो ठाउँ गयो भने चाहिँ यो पुल जानुपर्छ है। अब हामी यो पुल जाऊँ है। ल पुलमा हिँड्यो है, झ्याप्प लाएर गएछ है। टक्क लाएर यहाँ यस्तो ल हेर्नु है, उहाँ माथि यस्तो छ, यहाँ तल यस्तो छ, बिचमा म छु है त। अनि यता पारिपट्टि हिमाल छ है। ल हिँड हावा चढेर चिसो भइछ, बसेपछि फेरि छिटै चिसो हुन्छ क्या खासमा, त्यही भएर बस्नु हुँदैन। सकभर बिस्तारै भयो नि हिँड्दै जानुपर्छ क्या। अब यो लेकमा त धेरै हावा चल्छ नि त, अनि त्यही भएर बस्नु हुँदैन सकभर है, हिँड्नै पर्छ क्या। बिस्तारो भयो नि हिँड्नुपर्छ, ज्यानलाई रेस्ट दिनु हुँदैन। फेरि पसिना आइरहेको हुन्छ, अनि पसिना सँगसँगै हावा आयो भने त फेरि चिसो हुन्छ क्या। चिसो हुन्छ, यस्तो भयो भने फेरि निमोनिया हुन्छ। अनि पछाडि हेर्नु है, पछाडि हेर्नु खतरबाट सामान बोकेर आउँदैछ है, देख्न सक्नुहुन्छ। यहाँ खतरबाट सामान बोकेर आउँदैछ। अनि अब हामी चल्ने यो उकालो हो है। अब यो उकालो चढ्दाखेरि गाह्रो हुन्छ होला। अब एकदम बिस्तारै जाने हो। म यो उकालोको चाहिँ भिडियो बनाउँदिनँ यार, गाह्रो हुन्छ, ढुक्कै गाह्रो हुन्छ। सिधै माथि गएर भिडियो बनाउँछु है। बाटो सानो छ, अनि बाटोमा खतरा मान्छेको भेट भयो भने चाहिँ अलिकति गाह्रो हुनसक्छ है। हेर्नु
खचडहरूलाई त बिचरा बानी भइसकेको यो बाटो उकालो ओह्रालो गर्नेलाई त यस्तो गाह्रो भइरह है। अनि हामीलाई किन गाह्रो नहुने यार, धन्न हिँडेको होइन सबजना, यत्रो मान्छे छ सबजना हिँड्न खाएको मजाले चाहिँ यो उकालो उक्लियो। अब केटाहरू आउँदैछन् तलतिर, बवाल हावा चल्ला। अब विन्ड नोइज आइरह होला, तर म अब यहाँबाट 360 हान्छु है, मिठो 360 दिने हो झ्याप्प लाएर। ल हेर्नु, ल है ल, स्वर्ग 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 स्वर्ग। ल हेर्नु बवाल छ ठाउँ। अनि अब केटाहरू खै कहाँ आइपुग्यो यार, केटाहरू त छैन क्या हो, छैन जस्तो उतै छ जस्तो छ है। अब यहाँबाट धेरै छैन, अब यहाँबाट उकालो हिँड्न पर्दैन है, अब यहाँबाट उकालो हिँड्न पर्दैन। अब अलिसम्म त्यसपछि यो भिरको बाटो पुगिन्छ। त्यो भिरको बाटोमा अलिकति केही अप्ठ्यारो होला, तर सकिन्छ, उकालो हिँड्न पर्दैन। त्यसपछि अलिकति उकालो हिँड्नुपर्छ भन्ने सुनेको थिएँ। लेट्स सी हेरौँ गाइज के हुन्छ। यो ठाउँबाट हिँड्यौँ है, 4 जना, सबजना अब सँगै हिँड्छौँ। अब त्यस्तो अप्ठ्यारो बाटो छैन कहीँ पनि, अब सम्म खालको बाटो छ, हल्का हल्का ओह्रालो। अनि यिनीहरू यहाँ होमस्टे र होमस्टे गर्दा आइरह जाम है, जाम। ल बिस्तार जाने हो, हतार केही छैन। अबको 3 घन्टा त जति बिस्तार हिँड्यो नि बेस क्याम्प पुगिहालिन्छ होइन। अब त पुरैसम्म हो होइन। हामीले चाहिँ बेस क्याम्पमा झोला राखेर अनि यसलाई फेरि लिन आएको प्रवेशलाई कत्रो जोत हानेको त यार है। ल अब त पुरैसम्म, अब त ढुक्का ढुक्का खेली अब त नाच्दै गइदिने। अब मिठो गइन्छ है। अब पुरैसम्म चाहिँ बाटो यस्तो छ, अब नो फिक्री। हामी चाहिँ अब यो ल्यान्डस्लाइड एरिया आइपुगेका छौँ है, देख्न सक्नुहुन्छ है ल्यान्डस्लाइड एरिया। अब हामी यहाँबाट पुरै अब पहिरो छ, टन्नै छ पहिरो, उतासम्म छ पहिरो। अब पहिरोको बाटो हल्का हल्का अप्ठ्यारो बाटो सुरु हुन्छ, अनि यहाँ अलिकति अप्ठ्यारो छ। अब हामी हल्का हल्का अगाडि बढ्छौँ। असनसोल्टीको लास्ट ट्रेक भने होइन मेबी भने भोलि पर्सि फेरि यो सम्झेपछि यस्तो जोस आउँछ, फेरि कुद्दिउँ लाग्छ है। एउटा स्टिकलाई यतापट्टि हालियो होइन, एउटा स्टिक यतापट्टि हालेर अब हिँड्न लागेको मजाले। म अब अगाडि बढ्न चाहन्छु है, म अब अगाडि बढ्छु। अनि बाटोको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ तपाईँहरूले है। ल हिँड्दा यस्तो बाटो छ, माथि यस्तो भिड। यो त बल्ल स्टार्टिङ हो क्या, यसमा चाहिँ हल्का हल्का यसरी यस्तो गर्ने, नटेक्ने होइन, अगाडिको खुट्टाले सपोर्ट लिने सकभर। अनि यो स्टिकलाई हल्का यस्तो गर्ने, गाड्न चाहिँ नगाड्ने। अनि त्यसपछि इनकेस केही भएर पनि खिचिहाल्ने, त्यो भने सपोर्ट मिल्छ होइन। यी म आइसकेँ सक्सेसफुल्ली, यस्तो अब इजी हो कुलु भ्लग्सको लागि त। यो त हो नि त, फेरि यो त इजी हो है, इजी। अब केटाहरू आउँछ, केटाहरू आएको हेर्नु है त। यो हाम्रो आशिष आउँदैछ, यहाँ नि त्यस्तै हो। अब यहाँ टन्नै छ त्यस्तो भिरको बाटो है, टनाटन छ। जनाले हेर्ने ठाउँ आइपुग्यो बल्ल होइन। यहाँनिरको ओह्रालो चाहिँ सबजनालाई हल्का फुल्का गाह्रो लाग्छ। अब यो मेरो लागि त इजी नै हो होइन। अब केटाहरू कसरी जान्छ यो ठाउँमा हेरौँ है। यहाँ चाहिँ यस्तो छ है, देख्न सक्नुहुन्छ होइन, पुरै यहाँ रेलिङ सेलिङ हालेर हल्का व्यवस्थित गर्दैछ। केटाहरू मजाले हिँड्दैछन्। अनि यस्तो छ यहाँ पुरै भिड है, माथि नि भिड, यता नि भिड, यता नि भिड, यता नि भिड, पुरै भिडै भिड। हामी हल्का हिँड्छौँ यहाँ मजाले, के छ र केही छैन, यतिको त हिँडिन्छ, ढुक्कै हिँडिन्छ होइन। अब केटाहरू आउँदैछन्, खोइ कहाँ गयो यार, यिनीहरू त आइपुगेन त यार। ल है यिनीहरू आइपुगेन, अब ठिक छ हामी हिँडौँ। यहाँको चाहिँ अलिकति कम्पेरिटिभली हल्का फुल्का अलिकति त्यस्तै छ यो बाटो होइन। यो बाटोमा मजाले हिँड्नु पर्ने हुन्छ। ल यो बाटोको अवस्था यस्तो छ गाइज यार, पुरै टक्क घुमाउरो बाटो छ। अनि यताबाट यस्तो यस्तो यस्तो, अनि त्यहाँबाट सिधा है। यहाँ अब हामी यही बाटो हिँड्ने हो। ल आशिष आउँदैछ है, यहाँ भ्लगै बनाइरहेको छ आइज न, यस्तो छ। अब ढुक्क हिँडिन्छ है, ट्याकर हो यहाँ त के हो बवाल छ त्यहाँ। यहाँ कस्तो डेन्जर रहेछ ल, पुरै खोज जस्तो है, हिँड्नलाई गाह्रै हुन्छ यहाँ। अब यहाँ आउँदैछ है, केटाहरू आउँदैछ होइन। अब केटाहरू खासै अहिले सातो गइसकेको जस्तो लाग्यो मलाई।
ढुङ्गा कहाँ हाम्रो त यसरी हटिहाल्छ ल मजाले हिँडिन्छ है यहाँ त यस्तरी कुद्दिने हो नि त फेरि यस्तरी कुद्दिने हो क्या यहाँ ए ल है मस्त यस्तो जग्गा बाटो त म कुदिहाल्छु नि यार ल मजाले हिँडियो है अब यहाँनिरको चाहिँ पास भयो यस्तो छ यहाँनिर बाटो चाहिँ अलिकति अप्ठ्यारो छ त्यो खुट्टाहरू अलिकति खादिन्छ कि त्यही भएर हल्का गाह्रो छ त्यो सिम्पलै हो यो बाटो मेरो लागि त ल ठाउँ यही हो यही ठाउँ हुँदै आउनुपर्छ बाटो ठुलै छ यत्रो होइन यत्रो सानो यत्रो बाटोलाई के सानो भन्नु बाटो ठुलै छ अब हामी एउटा अझ अगाडि बढ्दैछौँ अब यहाँबाट हल्का घुम्नुपर्छ होला सायद यहाँ पनि त्यस्तै टर्निङ बाटो छ जस्तो लाग्यो मलाई जहाँसम्म लाग्छ है यहाँनिर हल्का टर्निङ बाटो रहेछ यहाँबाट चाहिँ ट्याक्क लाएर यस्तो छ है यस्तो रहेछ तर यहाँ त पुरै सेफ्टी रहेछ पुरै रेलिङ सेलिङ हालेर केटाहरू आउँदैछन् ढुक्कै हिँड्छ आनन्दले है त्यो डर मान्यो भने डर लाग्छ होइन डर मानेन भने डर हुँदैन फेरि त्यही हो होइन त्यो मेन्टल्ली अब कसरी प्रिपेयर भयो भन्ने कुरा हो मेन कुरा चाहिँ होइन यदि तपाईँ म जसरी पनि सक्छु यस्तो जाब भन्यो भने त्यो डरै लाग्ने पनि कन्फिडेन्स आउँछ क्या अनि अब देख्ने बित्तिकै आएको भने चाहिँ फेरि त्यही हो हल्का फुल्का डर लाग्छ होइन तर आनन्दले चिल भएर हिँडिदिने हो क्या केही फरक पर्दैन सबजना हिँडेको छ होइन आफू हिँड्न नसक्ने भने हुन्छ र यत्रो मान्छे लाखौँ हिँड्दा हामी हिँड्न नसक्ने भने त हुँदैन नि यस्तरी हिँडिदिने हो ट्याक्क है हातै गल्यो यार ल गाइज है अब यहाँको सबैभन्दा मेन होला सायद यो मेन बाटो हो अप्ठ्यारोमा यहाँनिर यस्तो चाली पनि हालेको रहेछ है जो हल्का व्यवस्थित बनाउनु चाहिँ खोजेकै हो यस्तो ठाउँमा गाह्रो छ है यो मेहनत खत्रै मेहनत हो यो रेस्पेक्ट गर्नुपर्छ यार यस्तो ठाउँमा आएर यस्तो होइन वाल साल लगाएर अब ढुङ्गा ल्याउनै गाह्रो छ यो साबुनहरू ल्याउनै गाह्रो छ मान्छे हिँडेर आउन गाह्रो पर्ने ठाउँमा होइन अब यत्रो सामान ल्याइदिएको छ किप गोइङ स्लोली है त यहाँ यस्तो किन भनेको भने यहाँ माथितिरबाट हल्का हल्का ढुङ्गा खस्छ अरे होइन अब त्यो कहिलेकाहीँ हो आकल झुकल खस्छ इनकेस खसिहाल्यो भनेको अवस्थामा हो अनि यहाँ माथि यस्तो छ अनि यहाँ तल यस्तो छ तल मर्स्याङदी खोला है त्यो बगिरहेको चाहिँ मर्स्याङदी खोला हो अनि अब यहाँ यी मान्छेहरू घोडा चढेर आइरहनु भएको छ मजाले है टक्क लाएर है पुरा भ्यू इन्जोय गर्दै अनि हामी टक्क लाएर यो भिरको बाटो हिँड्दैछौँ भिरमा टक्क लारी हेर्नु त ल भइहाल्छ नि त बाटो नेक्स्ट छ यार नेक्स्ट बाटो अनि यहाँ यस्तो छ है यहाँ तर यो वाल लगाएर चाहिँ खत्रै गरे हो अब यहाँ मान्छे हिँड्नै गाह्रो पर्ने ठाउँमा वाल लगायो है यो चाहिँ बवाल हो बवाल नेक्स्ट लेभलको काम हो यार यो त है नत्र यो अब पहिरो आइरहनु रहेछ झरिरहनु रहेछ यहाँ हाम्रो दाइ पुरै घोडा चढेर हिँड्नु भएको छ है हिँड्न सक्नु भयो नि दाइ कताबाट आउनु भयो तपाईँ तिलिचोबाट आउनु भयो ल है सुनिहाल्नु पऱ्यो होइन गाइस अब खैरिया बच्चा भए त आउन नि हुन्थ्यो है तर चाहिँ अब हामीलाई घोडै चाहिँदैन म उस्तै बनाएँ घोडा भन्दा छिटो हिँडिदिन्छु अब त्यो बेस क्याम्पबाट यो उहाँ तलको अघि नैको के अरे ठाउँ होइन झोलुङ्गे पुल भएको ठाउँसम्म चाहिँ घोडामा आएको 8,000 रे होइन अनि त्योभन्दा त ल्याफ्रेक गरिन्छ मजाले हिँडिन्छ रमाइलो छ जोस् यतिको बाटो भने त ठिक छ यार रमाइलो छ जोस् पुरा त्यो बाफुडी राखेको त्यो घाम बढी भएर बाफुडी जस्तो भएर है अनि ल अब हामी जाउँ है अब सक्यो पहिरो पनि सक्यो गाइज है अब हामी बेस क्याम्प कति टाइममा पुग्छौँ थाहा छैन पहिरो सक्यो भिडियो हेर्दै गर्नु होला है बाटो रिस्की नै छ रिस्की बाटो नै हो अलिकति अब प्रपर गियर चाहिँ बोकेर आउनु होला है तपाईँहरू नि प्लानिङ गर्दै हुनुहुन्छ भने अब हावाताला चाहिँ नआउनु किनभने अलिकति अब हाइटमा पनि छ अनि कति मान्छेलाई लेक पनि लाग्दिन सक्छ अब ठाउँमा अब बाटो त्यस्तै छ ओए यो ढुङ्गा हेर्नु न गाइस ल क्या कडा छ यार यो एउटा मात्रै टक्क थिर्लिङ्ग छ क्या अनि त्यसपछि यहाँको स्ट्रक्चर हेर्नु न फेरि यहाँको स्ट्रक्चर यस्तो छ है टक्क लाएर पारिपट्टिको पुरै त्यो हिउँले खाएर चिरिएको जस्तो छ क्या पुरै चिरिएको जस्तो अरू मान्छे नै आउँदैछन्
पुरै त्यो हिउँले खाएर चिरेको जस्तो तलपट्टि खोला सरर र त्यो खोलाकै साउन्ड आइरह डेन्जर। अब पहिरो सकि पनि छ है, अब त्यस्तो साह्रो त्यो हिँड्नै नसक्ने खालको अप्ठ्यारो बाटो पनि छैन। अब यहाँबाट हेरेर मान्छेले त्यो भनौँ न अब हाइट के अरे हाइट देखेर डर लाग्ने मान्छेहरूलाई चाहिँ अलिकति केही न केही यो ठाउँहरूमा आएर चाहिँ गाह्रो हुनसक्छ होइन। यस्तो छ पुरै ऊ हो यहाँ माथि पुरै यस्तो छ, अनि यहाँ यस्तो हो बिचमा हिँड्ने हो, यस्तो हो बिचमा होइन, त्यही भएर गाह्रो हुनसक्छ। नत्र त्यस्तो आत्तिन पर्ने बाटो छैन, मजाले गइन्छ होइन। बरु हिँड्न गाह्रो होला आफ्नो ठाउँमा छ, किनभने अलरेडी 4000 क्रसको हाइटमा हिँड्नलाई गाह्रै हुन्छ। गाइज है हामी अहिले अब बेस क्याम्प आइपुग्न लाग्यौँ लगभग यो ल दाइहरू कताबाट दाइ? हामी हेटौँडादेखि हो। हेटौँडाबाट ल हाम्रो हेटौँडाबाट आउनु भएको है, कतिजना आउनु भएको? 16जना आउनु भयो। अगाडि पैसै हाम्रो अगाडि पैसै हो र। अब हाम्रो पनि अब लगभग बेस क्याम्प आइपुग्नु लाग्यो गाइज है। यो अलिकति ल्यान्डस्लाइड एरिया चाहिँ हल्का फुल्का अरूभन्दा अलिकति कम्पेरिटिभली अलि रिस्की छ। बिस्तारै हिँड्ने नआतिकन तलतिर नहेरेर केही छैन, त्यस्तो त्यो हिँड्नै नसक्ने बाटो छैन है। अब हामी बेस क्याम्प आइपुग्यो, यो डाँडा भन्दा उतापट्टि बेस क्याम्प छ। 2 जना अगाडि छ है केटाहरू, अनि पछाडि म र अश्विन छौँ। अश्विन हल्का हल्का मभन्दा अगाडि नै छ। अब बेस क्याम्प आइपुग्यो फाइनली है। अब यहाँबाट म्याक्सिमम् लाग्यो 20 मिनट लाग्दा, त्योभन्दा बढी लाग्दैन। बेस क्याम्प आइपुग्यो आज। अब मजाले बेस क्याम्प बस्ने हो। अब मान्छे एकदम म्यासिभ आएन है, यति धेरै मान्छे आएन। अब रुमहरू पाइन्छ कि पाइँदैन भन्ने कुरा हो मेन कुरा। अब रुमै पाइएन भने चाहिँ अब गाह्रो छ है। अनि यो है त ऊ आइपुग्छ बेस क्याम्प आइपुग्यो गाइस है। बबाल हावा चल्न आयो। अब भ्लग चाहिँ नगरौँ, यो बबाल आउला जस्तो लाग्यो। ठिकै छ, जोस् बेस क्याम्प त्यही हो, सक्नुहुन्छ त्यो पारीको बेस क्याम्प। अनि अब 3 जना अगाडि गइसक्यो। ऊ हाम्रो अश्विनलाई अब पुरै हाँसिसक्यो, डेन्जर हाँस्यो होइन त केटो। पाहाडमा मजा आयो कि एकैचोटि मजा आयो? यता हेरेर भन्दै नि त, पाहाडमा मजा आयो। स्टेजमा मजा आइरहेछ कि त्यहाँ गएपछि अझ बढी मजा आउँछ। यसलाई चाहिँ फेरि कस्तो छ नि, अलिकति अनौठो खालको मान्छे छ यो। यसलाई चाहिँ अहिले जस्तो एकैचोटि मजा आउँदैन, टक्क मिलाइ पाहाड होइन स्टेजमा आउँछ क्या यसलाई फेरि मजा। ल अब हाम्रो बेस क्याम्प आइपुगेको, अब महाभारत केही छैन। अनि फाइनल्ली द वेट इज ओभर गाइज है। अब आजको लागि चाहिँ ओभर भनौँ। हामी अहिले ठ्याक्कै बेस क्याम्प आइपुग्यौँ। अनि यहाँ त के हो यार, एउटा घोडाले तान्दो रहेछ। ए दाइ हुनुहुँदो रहेछ, कहाँ म त साइको भएर। यस्तो छ अवस्था है, घोडा पाउने फेसिलिटी पनि छ। तपाईँहरूलाई गाह्रो भयो हिँड्न होइन, असहज भयो भने त्यो एउटा फेसिलिटी छ, राम्रै कुरा हो त्यो पनि। अनि यहाँ 10-12वटा होटल त छ। अब होटल सोटल बुक गरे होइन, होटल बुक गर्नको लागि जाम कता पाइन्छ है। सायद अलरेडी प्याक भइसक्यो होला यार होटल त। अब यही हो बेस क्याम्प आइपुग्यौँ है। हामी बेस क्याम्प आइपुग्यौँ। अनि यहाँ यो बेस क्याम्पमा चाहिँ एउटा हेल्थ सेन्टर पनि रहेछ है। यदि तपाईँहरूलाई केही भइहालेको खण्डमा इनकेस नर्मल अब के कस्तो गर्न सकिन्छ थाहा छैन, तर हेल्थ क्याम्प पनि छ। अनि यहाँ सानो तपाईँहरू इसेन्सियल जति जे आवश्यकता पर्छ त्यो सानो पसलहरू पनि छ। नो वरिज गाइज, ढुक्क भएर आउनुभयो भने चाहिँ केही छुट्यो भनेर आँति नै पर्दैन है। मजाले आफ्नो सुरमा आउनु, बाटो आएर सम्झिँदै सामान पनि हुन्छ। ल सोल्टेदार के छ अवस्था? कतिको हिँड्यो? कतिको हिँड्यो ल भन्? लोद हिँड्यो, लोद नहिँडेको यही पालि हिँड्यो। ल अब भोलि हिँडिन्छ हजुर। भोलि अझ हामी हिँड्छ। अनि यहाँको चहल पहल यस्तो छ पुरै है, बवाल चहल पहल छ। ल हेर्नु मिठो चहल पहल छ, यति धेरै मान्छे छन् कि अब हिजो त। अनि यहाँको टिकटक हेर्दाखेरि त एकछिन साइको भइरहेको थियो क्या म त। अब सबजना मान्छे त्यो कहाँ बसिरहेको थियो है। ल हाम्रो 2 जना जेन्जीहरू होटल बुक गरेर गयो होला, कता गयो ल सोल्टी। अनि के छ ल भन्नु त, अब तँलाई अब यहाँ आइपुगेपछि थकै लागिरह कि रमाइलो लागिरह कि कस्तो फिल भइरह भन्दै नि त? थकै त अलिअलि लागिरहेछ, त्यही पनि अब रमाइलो लागिरहेछ। आइपुग्यो फाइनली कति 4.5 घन्टा होइन, 4.5 घन्टा जस्तो बल्ल हिँडेर आइयो। 4.5 घन्टा जस्तो हिँडियो, 4.5 घन्टा जस्तोमा आइयो। अझ हामी धेरै बस्यौँ है, अझ लास्ट बस्यो एकदम बिस्तारै आइयो। जस फाइनली आइपुग्यो। अब मजाले रेस्ट गर्छौँ।
भात खाना खान्छौँ है ल अब हामी सिधै खाना खान्छौँ होइन त गाइस ल तर फेरि है न झुट नबोलिकन भन्नै पर्छ यसको प्लान हो तिलिजा आउनु चाहिँ केटाहरू कसैको प्लान थिएन यसले गर्दाखेरि आएको तिलिजा चाहिँ हामी यसैले गर्दाखेरि आयो अब यसलाई मैले भोलि मजाले तिलिजा तालामा गएपछि थ्याङ्क यू चाहिँ भन्नै पर्ने हुन्छ त्यहाँ एउटा सानो वाटर क्रस रहेछ है देख्न सक्नुहुन्छ है वाटर क्रस यो मासतिरबाट आएको यस्तो चाहिँ अवस्था अब यहाँ जुन चाहिँ होटल लाने यति धेरै मान्छे छ है अब ढुक्कै मलाई चाहिँ के भाइब्स आइसक्यो भने रुम चाहिँ ढुक्कै पाउँदैन भन्ने भाइब्स चाहिँ आइसक्यो क्या होइन त भाइ ढुक्कै पाइँदैन आज है आज पाइँदैन अनि त्यहाँ होटलतिर हेरौँ ल यहाँबाट हेर्दाखेरि मान्छेको टाउको भन्दा केही पनि देखिया छैन है जताततै मान्छे छ अब आज हामी मजाले डाइनिङ नै नपाउला जस्तो अवस्था छ है खाना खानको लागि कुरेका छौँ है रोकेका छौँ अनि यो फिल्टर निकालिदिउँ है त यस्तो छ केटाहरूको अवस्था अनि यहाँ केटाहरूको अवस्था मात्र होइन कि बाहिरको अवस्था हेरौँ ल कहाँ चाहिँ खाली छ यार वहाँ बाहिर पुरै प्याक छ यतापट्टि सबै यस्तो छ पुरै प्याक अब रुम त खासै पाइएला जस्तो छैन है रुम पाउने आश पनि छैन अब डाइनिङ अथवा यही टेबलमा नै भयो भने नि यतिकै सुतिन्छ होला आज अब हाम्रो मात्र होइन यहाँ धेरैजनाको अवस्था आज नाजुरी हुनेवाला छ ढुक्कै हो मान्छे आधी जति मात्र आइपुग्यो होला बल्ल होइन अझ मान्छे अरू त आउनै बाँकी छ है र अब हामी खाना कुर्दैछौँ खाना आउँछ खाना खान्छौँ अनि त्यसपछि के कस्तो गर्ने अहिले एकछिनमा गर्छौँ ल है खाना अर्डर गर्नलाई 2 घन्टा लाग्दैछ अब खाना आउनु कति टाइम लाग्ला हाम्रो अवस्था बिजोग छ गाइस है म थर्मोकोट लगाएर बसिरहेको छु त्यो अवस्था के छ आइलाबी छ नि अनि अब यहाँ एकचोटि हेर्नु त यहाँ मान्छे है मान्छेको अवस्था यस्तो छ ल मजाले यति दिदीलाई हेर्नु नि त्यहाँ काउन्टरमा कस्तो प्याक छ अहिले त अझ घटायो कि अहिले बबाल मान्छे त है काउन्टरमा यस्तो मान्छे छ यहाँ हामीले यति धेरै ब्लाबारिसे झोला भेटेका छौँ है यो झोला कसको हो हराउने मान्छेले जति कन्ट्याक्ट गर्नु होला भोलि अब आफै झोला खोजे हुने गाइज होइन अब जुत्ता हो यार मेन कुरा त जुत्ता यार कालो जुत्ता है गाइज होला है कस्तो हिँड्ने केटाहरू आज तर हिँडे हो मान्नै पर्छ कालो जुत्ता पुरै खैरो भयो यार ल हाम्रो खाना आएको अवस्था है बबाल अब त मिठो हालिन्छ भाइ भोक लाग्यो भने होइन अब रन्काउने होइन खाना पाइयो अब मस्त दाबिन्छ काउन्टरमा यस्तो प्याक छ अनि सकेन हजुर पर्दैन खाना थपेर खाएको अवस्था यो फर्स्ट बल्ल दोस्रो लड है यो अझ अर्को लड त आउनै पाइन्छ होइन त लास्ट त आउनै पाइन्छ गाइज यो जम्मा 3 चोटिको खाना हो है जम्मा 3 चोटि थप्यो है मजा आयो भात खाना त लास्ट मजा आयो बबाल लभली मजा आयो हाम्रो दाइ हुनुहुन्थ्यो र है दाइले लास्ट हेल्प गर्नुभयो है दाइलाई चाहिँ आज भगवान हो हाम्रो लागि होइन त होइन त केटा हो दाइ आज हाम्रो लागि भगवान हो बबाल मजा आयो 3 चोटि भात थपियो अब अहिले पुग्छ पुग्दैन यसले फेरि भात है भात त्यो 3 चोटिको भात 4 चोटि नै आउँछ अझ अर्को भिडियो हेर्दै गर्नु हेलो गाइज अब हाम्रो बास यहीँको होला जस्तो छ अब सबैजना यसरी नै सुतिरहेको छन् अब आजको बास यस्तै होला जस्तो छ गाइजहरू अब यस्तै हो के गर्नु जिन्दगी अब यसरी सुत्न पर्यो अब आजको रात यसरी कटाउनेछौँ भोलि बिहान फेरि पनि हामी 4:30 बजेतिर हिँड्ने भन्ने कुरो छ 3 बजेतिर भनौँ न एभरेज 3 बजेतिर हिँड्ने भन्ने कुरो छ
फेरि पनि तपाईँहरूलाई भेट्ने नै छौँ। धेरै धेरै धन्यवाद। लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै। भिडियो पनि सबैजनामा सेयर गरिदिनु होला। यहाँनिर आउनु भएको मान्छेहरूलाई सबैलाई थाहा पाउनु पऱ्यो नि होइन। हस् त, धेरै धेरै धन्यवाद। खानासाना खाएर मजाले अब यहाँ एकछिन पल्टिनु होला। कहीँ केही छैन, यहाँ सबजना केटाहरू यत्तिकै डाइनिङमै पल्टिनु भइरहेको है। गाइज है, हामी बिहान 12:30 बजीबाट बसेको, अहिले 4:30 भयो। एउटै ठाउँमा कहीँ हलचल केही पनि गरेको छैन, किनभने यहाँ हलचल गर्ने अवस्था पनि छैन। यहाँ आँखा झिमिक्क बेस क्याम्प देख्ने ठाउँ हो है। हामी अलिकति बेस क्याम्पभन्दा थोरै माथि छौँ अनि हामी बसेको चाहिँ उयो निलो जस्तो लाग्यो है। यो त्यो हो अनि यहाँ पुरै यस्तो छ है भ्यू। त्यो बाटो हुँदै आउने हो, यो पहिरोको बाटो हुँदै। अब अहिले पुरै घामसाम गएर पुरै जाडो भइरह बवाल छ ठाउँ चाहिँ। तर नेक्स्ट लेभलको चिसो भइरह होइन त सोल्टी। जाडो त अति जाडो छ। हामी चाहिँ अब यसो बाहिर निस्किएको दुईजना दाजुभाइ, दुईजना सुतिरहन् त्यहाँ मजाले। अब फेरि बेडमा सुत्या भन्नु होला होइन, होइन बेडमा सुतेको। कहाँ सुतेको भन्दाखेरि कहाँ सुत्यो भन्दैन त ल, खाना खाने कुर्सीमा। खाना खाने कुर्सीमा सुतेको। हामी बिहान कति भने 12:30 बजी आइपुगेको थियौँ है। 12:30 बजी आइपुगेको थियो। अघि हामी 4:30 बजीसम्म एकै ठाउँमा बसेको कन्टिन्युस। त्यत्रो लामो समय कहीँ पनि बसेको थिएन होला अहिलेसम्म है। मजाले बसियो त्यहाँ अनि अलिकति अल्छी लाग्यो जस्तो भयो। अनि त्यसपछि यसो माथितिर गइदिउँ भनेर आएको दाजुभाइ। अनि यहाँ अब एरिया ठुलै छ, होटलहरू पनि टन्नै छ, छन्न त नभए होइन, ठुलो छ होटलहरू पनि। तर अब अहिले यस्तो पिक टाइम भएर सब होटलमा प्याक क्या, अलरेडी प्याक भएर अलिकति गाह्रो भयो रुम पाउनलाई। अनि हात पुरै कठोर किसा, हावा नेक्स्ट लेभल चलिरहेछ। अब हामी यहाँ एकछिन बस्छौँ अनि जान्छौँ होइन त। अब हामी निस्किन्छौँ पनि यहाँबाट। यहाँ बसिरहेर काम छैन, चिसो हुन्छ धेरै, बरु त्यहीँ गएर बस्छौँ मजाले। तर अहिलेको यो अक्टोबर टाइम चाहिँ एकदम पिक टाइम रहेछ घुम्न आउने टाइम। अनि अब बिदा सिदा पनि भएको सबैजनालाई। नेक्स्ट लेभलको मान्छे आयो, कुनै पनि होटलमा केही पनि बाँकी छैन क्या। अब यहाँ कत्रो ठुल्ठुलो होटल छ है, बवाल ठुल्ठुलो होटल छ न त नभए होइन। कति 10वटा कि 11वटा होटल रहेछ, तर सब होटल कम्प्लिट प्याक। अनि अब कति मान्छेहरू यसो मासतिर हिँडेर आइरहने यो बाटो हुँदै, भोलिलाई सहिलो हुन्छ भनेर। त्यो एउटा होटलमा 50-60 जना अट्ने। अब 11वटा होटलमा केही नअट्ने, 500-700 मान्छे अट्छ होइन। तर पनि यति धेरै प्याक छ, यति धेरै प्याक छ, खाली काहीँ पनि छैन कि। त्यो अब डाइनिङमा त है, डाइनिङ पुरै कम्प्लिट प्याक छ कि, कम्प्लिटै प्याक छ होइन। अब कोही मान्छे आइहाल्यो भने पनि पाउने अवस्था एकदम गाह्रो छ। तर मान्छे आइरहेछन् उहाँ पारी यो रोडतिर हेर्नु होइन, यो मान्छे अझै आइरहेको क्या, मान्छे अझै आइरहन् बिस्तारै बिस्तारै। अब गाह्रै पर्छ। जो आए पनि अब सुत्ने भनेको त्यही डाइनिङमा हो, अटे नि नअटे नि। ल अब हामी पनि यहाँबाट निस्किन्छौँ होला गाइज है। एनके श्रेष्ठ भन्न आरके भनेर म आरके खोजेको के थियो त। हाम्रो तिलीचो बेस क्याम्पको अवस्था है गाइज। यो चाहिँ अब खाना खायो, खाना खाएर अवस्था यस्तो है। ल है ल, यहाँ अवस्था यस्तो छ है तिलीचो बेस क्याम्पको। अझ यहाँ पनि छ है 3टा डाइनिङ रुममा हामी यस्तरी बसेका छौँ है 3टा। ल हेर्नु है, आज हाम्रो अवस्था यस्तै हुन्छ है, यस्तै हुन्छ। हामी सुत्छौँ ल गाइज। अब आज हामी सुतेको अवस्था है। हाम्रो डे 3 यहीँ इन भएको छ। अब सबजना हलमा सुत्यौँ, देख्न सक्नुहुन्छ है। ल आजको लागि यति नै। अब भोलि हामी बिहानै उठेर हिँड्छौँ, 3:30 बजीतिर हिँड्छौँ है। स्टे ट्युन। थ्याङ्क यू सो मच है त।